गर्छु र यहाँले सूर्यनारायणलाई साक्षी राखेर संकल्प गर्नु भएको छ हो कि होइन? कसका लागि हो त्यो? मेरो लागि हो। कसका लागि? मेरो लागि हो। र आफ्नो परिवारलाई गराउनुहोस्, कार्यालयलाई गराउनुहोस्, पालिकालाई गराउनुहोस्, देशलाई गराउनुहोस्। यो जुन सोझागरणको विधि छ, हामीले के गर्यौं म यहाँलाई बुझाउँछु ल, त्यसपछि म बिदा लिन्छु। हेर्नुहोस् है, म फेरि एकचोटि बुझाउँछु। सोझागरणको विधि जम्मा 3 मिनेटको नमस्कार प्राणायाम। सजिलो छ कि गाह्रो छ? सजिलो सजिलो छ। सजिलो भएर के गर्ने? मृत सञ्जीवनी बटी हो, यो अमृत हो, यो शुद्ध अमृत, सिधै हिमालबाट आएको अमृत हो, नेपालबाट जन्मिएको अमृत। अमृतस्य पुत्रः, तिमी अमृतका पुत्र पुत्री हौ। नमस्कार प्राणायाम 3 मिनेट, अनि लामो गहिरो श्वास लिने छोड्ने बीज प्राणायाम। मात्र लामो गहिरो श्वास लिने छोड्ने। श्वास कस्तो बनाउने? अहिले पनि लामो लिनुस् त, लामो गहिरो लिनुस् त। श्वास कस्तो बनाउने? लामो गहिरो। एक छाक खाना नखाएर केही बिग्रिँदैन। यो गर्नु भएन भने सबै बिग्रिन्छ, हो कि होइन? हो। त्यसकारण छोडेर नजानुस्, यो गर्नुस्। योभन्दा महत्त्वपूर्ण तपाईको जीवनमा केही पनि छैन। 3 मिनेटको बीज प्राणायाम, लामो गहिरो श्वासलाई बीज प्राणायाम भनिन्छ। कति मिनेट? अब 3 मिनेटको नमस्कार प्राणायाम, 3 मिनेटको बीज प्राणायाम, त्यसपछि 3-9 मिनेटको धारणा ध्यान। म खुसी छु, म स्वस्थ छु, अनि म शान्त। अनि कहीँ माग्न जानुस् भनेको छ? डाक्टर साहब मलाई सुई लगाइदिनुहोस्, म स्वस्थ हुन चाहन्छु भनेको छ? हामीलाई डाक्टर पनि चाहिन्छन्, अस्पताल पनि चाहिन्छन्, तर एउटा अस्पताल खोल्नुभन्दा पहिले 100वटा जीवन योग प्रयोगशाला खोल्नुहोस्। यो नियम हो। 100वटा प्रयोगशाला खोल्नुहोस्, जीवन योग प्रयोगशाला खोल्नुहोस्, र 101 मा अस्पताल खोल्नुहोस्। जो यहाँ आउन सक्दैनन्, अल्छी गर्छन्, तिनलाई पठाउनुहोस्। हो कि होइन? हो कि होइन? वा इमर्जेन्सी पर्यो भने जाने अन्तमा पठाउनुहोस्, तर त्योभन्दा पहिले 100वटा योगका, ध्यान योगका केन्द्र खोलेपछि 101 मा बल्ल अस्पताल खोल्नुहोस्। हामीलाई अस्पताल पनि चाहिन्छ, तर यो देश विश्वको ओखती हो, हामी ओखती हौ, हो कि होइन? र आज हामी ओखती बन्न सिकिसक्यौँ। सिक्यौँ कि सिकेनौँ? 3वटा धारणा ध्यान के हुन्? म खुसी छु, अनि दोस्रो म स्वस्थ छु, तेस्रो म शान्त। ल भन्नुहोस्, अगरबत्ती किन्नु पर्यो, फुल किन्नु पर्यो, दियो बाल्नु पर्यो, सब बाल्नुहोस्, सब बाल्नुहोस्, सब गर्नुहोस्, तर सोझागरण गर्न नछोड्नुहोस्। योभन्दा ठुलो र योभन्दा प्राथमिकताको विषय केही पनि छैन। घर घरमा गर्नुहोस्, गराउनुहोस्। कार्यालयमा भोलिदेखि सुरु गर्नुहोस्। यदि यो नगरपालिकालाई गोदावरीलाई आरोग्य नगरपालिका घोषणा गर्ने भने सुरु गरिदिनुहोस्। र जीवन विज्ञानबाट हामी यहाँलाई एउटा प्रतिज्ञा गर्छौँ। गोदावरी नगरपालिका, यसका वडा नम्बर 3 का अध्यक्षज्यू एकनारायणजीसँग अरू मित्रहरू पनि आउनु भएको थियो। मलाई फेरि आएर प्रिय उपेन्द्र अर्यालजीले भेट्नु भएको थियो। र यहाँहरूलाई हाम्रो प्रतिज्ञा के भने, यहाँहरूले गोदावरीलाई आरोग्य नगरपालिका घोषणा गर्ने चाहिँ तपाईँले सङ्कल्प गर्नुभयो भने जीवन विज्ञानबाट हामी सक्दो यहाँलाई सहयोग गर्छौँ, र सबभन्दा बढी सहयोग गर्न सक्ने ठाउँमा जीवन विज्ञान नै छ। यहाँलाई हामी त्यति धेरै सहयोग गर्छौँ। अघि नै अनुरोध गरिसकेँ, 100जना प्रशिक्षक बनाउनुहोस्, ठाउँमा प्रयोगशाला सुरु गर्नुहोस्, र भोलिबाट नै नगरपालिका यहाँका विद्यालयहरूमा, कार्यालयहरूमा सुरु गर्नुहोस्। यो अत्यन्तै सुन्दर कार्यक्रम। हेर्नुहोस् त, अहिलेसम्म एकदम स्थिर शान्त भएर बस्नुभएका दर्शकहरू, कहीँ कसैको आवाज सुनिएको छ, कसैको फोन बजेको सुनिएको छ? ल हेर्नुहोस्, अनुशासन कसले ल्यायो? आफै अनुशासन आउँछ, यो आफै आउँछ।
यहाँहरू सबैलाई मेरो अन्तस हृदयबाट मुरी 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 धन्यवाद अनुग्रह। तर मेरो धन्यवाद तपाईलाई हरेक दिन सोझागरण गर्नुभयो भने मात्रै काम लाग्छ, हो कि होइन? र धेरै छिटो जीवन विज्ञान आउनु होला, बसेर सँगै अगाडिका कार्यक्रम गरौँला र आफ्नो जीवनमा सुख शान्ति समृद्धि र पुरै मनुष्यको जीवनमा सुख शान्ति समृद्धि ल्याएपछि बल्ल मर्न पाइन्छ। त्योभन्दा पहिले मर्न पाइँदैन, हो कि होइन? ठिक छ, धन्यवाद। हरि ओम।